नमस्ते साथीहरू। आज चाहिँ म यो फाउन्डेसनको चाहिँ अहिले 2025 ICA EW को अपडेटेड सिलेबस अनुसार चाहिँ एउटा छुट्टै तपाईहरुको बुक रहेछ, एस्युरेन्स एन्ड इन्फर्मेसन सिस्टम, जुनमा चाहिँ एस्युरेन्सलाई चाहिँ अडिट भनौँ अहिले एउटै त हैन, तर अडिट एन्ड इन्फर्मेसन सिस्टम गरेर तपाईको 50-50 मा चाहिँ मर्ज गरेर चाहिँ एउटा बुक छ तपाईको एस्युरेन्स एन्ड इन्फर्मेसन सिस्टम भन्ने। त्यो बुकको बाहिरी ब्याकग्राउन्ड चाहिँ यो हो भने तपाईको भित्र चाहिँ टेबल अफ कन्टेन्टहरु म देखाउँदै छु च्याप्टरहरु तपाईलाई। टेबल अफ कन्टेन्टहरु तपाईको यही हो। टेबल अफ कन्टेन्टमा चाहिँ तपाईको च्याप्टर 1 मा तपाईहरुले पढ्नु पर्छ द कन्सेप्ट अफ एस्युरेन्स। च्याप्टर 2 मा द रेगुलेटेड इन्भाइरोमेन्ट, त्यसपछि एस्युरेन्स इन्गेजमेन्ट, त्यसपछि प्रोफेसनल एथिक्स, त्यसपछि इन्टिग्रिटी, अब्जेक्टिभिटी एन्ड इन्डिपेन्डेन्स, कन्फिडेन्टिलिटी गरेर तपाईको 6 वटा च्याप्टर छ। तपाईको 6 वटा च्याप्टर छ, 50 मार्क्सको छ। 6 वटा च्याप्टर 50 मार्क्सको छ। र म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, टाइप्स अफ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, फाइनान्शियल टेक्नोलोजी र डाटा सिक्युरिटी, 4वटा च्याप्टर छ इन्फर्मेसन सिस्टमको नि। इन्फर्मेसन सिस्टमको 4वटा च्याप्टर र अडिटको 6 वटा च्याप्टर छ। यो दुईटाबाट चाहिँ 50-50 आउँछ। यहाँसम्म तपाईको अडिट हो भने कन्फिडेन्टिलिटी देखि तल चाहिँ तपाईको इन्फर्मेसन सिस्टम हो। इन्फर्मेसन सिस्टम यति गरेर चाहिँ तपाईको एउटा बुक हो है। यो एउटा बुक हो, तर त्यो भित्र चाहिँ एस्युरेन्स एन्ड इन्फर्मेसन सिस्टम एउटा बुक हो, तर त्यो भित्र चाहिँ फुल 100 मार्क्सको बुक हो। यो एउटा हो, तर यो भित्र चाहिँ 50-50 गरेर चाहिँ तपाईको इक्जाममा सोध्छ।